टाँसिएको छैन। ज्याकेट दर्शकतिर फुट फ्याकेट मास एकदम स्टाइलिश पाराले फुट खोलेर आफैले टाँसेको टेप सरकारले टाँसिदिया थिएन, आफैले टाँसेको टेप फिल्मी स्टारमा सट निकाल्नु बोल्न पाइन्छ भन्थे। अहिले सोध्न चाहन्छु म तिनीहरू र तिन यसैभरि हुनुभएका सबै समाजवादी साथीहरूलाई एकपटक पज गर्नुस्, उभिनुस्। बाटो अवरुद्ध भएको छ। नयाँ गन्तव्यको लागि हामीले संवाद जारी राखेका छौँ। विचार, सिद्धान्त, कार्यक्रम मिल्नेसँगै एकता गर्नुपर्छ भन्ने हाम्रो कुरा हो। किनभने नमिल्नेहरू जबरजस्ती मिल्दा झन् धेरै टुक्रामा विभाजन भयो। नेकपा एमाले र माओवादी मिल्यो, 3टा टुक्रामा विभाजित भयो। आज हुने एकतामा यो कति टुक्रा हुन्छ मलाई थाहा छैन। त्यसकारण अब यस्तो श्रृङ्खला रोकिनुपर्छ। किनभने हाम्रो जीवन सुरक्षित हुन पनि दल जवाफदेही हुनु परेन र साथी हो। हाम्रो नापी कार्यालय आगो लगाइदै गर्दा हरेक सेवाग्राहीका लाल पूर्जाका सिस्टमहरू जल्दै गर्दा को प्रभावित भएन? यदि दलले आह्वान गरेको आन्दोलन भएको भए चाहिँ नापी कार्यालय जल्थ्यो होला र भने के। त्यसकारण जब दलहरू बदलाउन जान्छन् यसले त केही पनि बाँकी राख्दैन। त्यसैले जिम्मेवार दल बनाऊ, विचार मिल्नेसँग पुनर्गठन र एकीकरणको अभियानमा जाउँ, समायोजनको अभियानमा जाउँ। केही कुरा छैन, समय लिउँ, हतार भएको छैन। हामीले यो सेप्टेम्बर 8 देखिका यो घटनामा समाजमा यति ठुल्ठुला बदलावहरू हाम्रै जीवनमा, हाम्रै मानसिकतामा जे देखिरहेछौँ योबाट सिकौँ र एकले अर्काको अस्तित्व स्वीकार गरेर अगाडि जाने कुराको आत्मसात गऱ्यौँ भने खराब दिनहरूले नै नयाँ दिनको सुरुवात गर्छ र हरेक अँध्यारो रातले भोलि बिहानको बिहानीको स्वागत गर्छ भने जस्तो त्यो हामी निराश छैनौँ। तर हामीले संकल्प गरेर प्यासन ल्याएर बस्नुपर्छ भन्ने कुरा हो। विचार राजनीतिका थुप्रै कुराहरू गर्नु आज सान्दर्भिक छैन। यो पत्रकार सम्मेलन हो, हामीले जे गर्नेछौँ त्यति बेला गर्नेछौँ। र मैले जे कुरा राखेँ यो हामी सिम्बोलिक हिसाबले काठमाडौँमा तत्काल उपलब्ध साथीहरूले यति गरौँ र सबै साथीहरूलाई यो एउटा सन्देश दिउँ भन्नका लागि गरे हो। सबै समाजवादी पार्टीसँग सम्बद्ध हुनुभएका पेसागत सङ्गठन, जनवर्गीय सङ्गठन, जनसङ्गठनका सबै साथीहरूले यसलाई नै एक प्रकारको हामी केही गर्दैछौँ र सामूहिक गर्दैछौँ भन्ने कुराको सूचना र सन्देशको रूपमा लिनुहोला र भन्ने कुराको पनि म अनुरोध गर्न चाहन्छु। यो छोटो सूचनामा तपाईँहरू आइदिनु भयो, हाम्रा कुराहरूलाई अगाडि लाने मौका दिनुभयो। यसको लागि सबै पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। पत्रकारिता अब हामी त पहिले एउटै सङ्गठनमा थियौँ, उहाँ विघटन हुनुभन्दा अगाडि छोड्नु भएको भएर मणिजीले नै यसलाई संयोजन गर्नुभएको छ। थ्याङ्क यू भेरी मच सबैजनालाई। र म यति भन्दै मेरो भनाइलाई टुङ्गाउँछु। धन्यवाद। दलहरूलाई नै जिम्मेवार बनाउँदा दलको बाहिर बसेर जिम्मेवार बनाउन सकिन्छ कि दलभित्रै बसेर खबरदारी गरेर गर्न सकिन्छ कि दलको प्रक्रियाभित्र बसेर? आज हामीलाई यी कुराहरू, यसका उत्तरहरू त्यति सजिलै हामीले भेटिसकेका छैनौँ। त्यसकारण दल कमजोर भइरहँदा के हुँदो रहेछ र दल फेरि गलत स्वार्थलाई एकै ठाउँ राखेर दल निर्माण हुँदा के हुँदो रहेछ पनि भोग्यौँ। जब नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा बन्यो, पार्टीभित्रको लोकतन्त्र त्यही दिन सिद्धियो। पार्टीको लोकतन्त्रको अभ्यास गर्ने परिपाटी एक नेतामा, दुईटा ध्रुवका नेतामा हामीले सीमित गर्यौं र त्यति बेलाको तत्कालीन एमालेको लोकतान्त्रिक जीवन हामीले समाप्त पारेका थियौं। आज हामी टुक्रा टुक्रामा विभाजित भएका पार्टीहरूलाई फेरि हामीले फेरि एकै ठाउँ हाल्दैछौँ। त्यहाँ पनि लोकतन्त्र नासिने नै हो, त्यसले नासिने नै हो। आज नेकपा एकीकृत समाजवादी र नेकपा एमाले एकीकरण, नेकपा माओवादीको बीच एकीकरण भइरहँदा यसले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चितै छ। किनभने त्यहाँ त सबै ओत लाग्ने मात्रै कुरा भइरहेछ। ओत लाग्ने भनेको आफ्नो सुरक्षाको कुरा भइरहेछ। आफ्नो सुरक्षाका लागि हर चिजको सौदाबाजी हुनेवाला छ। एकजना कोही मित्रले लेखिरहनु भएको थियो फेसबुक स्ट्याटस, यो पार्टी एकताले पार्टी र आन्दोलनलाई पुनर्गठित गरेर लान्छ कि यो बन्चरे डाँडा हो भनेर भन्नुभएको थियो। बन्चरे डाँडा सिम्बोलिक हिसाबले त्यो डम्पिङ साइट हो जहाँ अर्ग्यानिक र नन अर्ग्यानिक दुवै प्रकारको फोहोर अहिले हामीले फालिरहेका छौँ। के हो भनिरहनु भएको थियो।
हो। यस्ता प्रश्न, यस्ता नागरिक जीवनका यस्ता प्रश्नको उत्तर पनि सायद सबले खोज्नुपर्छ र दिनुपर्छ भन्ने, दिने बाध्य पार्नुपर्छ भन्ने नै लाग्छ मलाई आज। त्यसो भएर पार्टीहरू कमजोर भयो भने, पार्टीभित्रको आन्तरिक जीवन खलल पुग्यो भने राज्य सत्ता, राज्य व्यवस्था र प्रणाली नै सकिने रहेछ भन्ने कुराको राम्रो उदाहरण सेप्टेम्बर 8 र 9 का घटनाहरू हुन्। र लोकतन्त्रको अभ्यास सही ढङ्गले नहुँदा के हुन्छ भन्ने कुरा। त्यसैले यसको विभिन्न अन्तरायमा त धेरै चिज छ भन्ने कुरा एक्सपोज भइसकेको छ, तर त्यसका बारेमा केही पनि बोल्नुपर्ने छैन। त्यसैले यी कुराहरूले गर्दाखेरि अब के गर्ने त भन्दा कम्तीमा 100औं दोकानहरू भन्दा एउटा वस्तुनिष्ठ लोकतान्त्रिक पार्टीहरू प्रगतिशील विचार र सिद्धान्तले अथवा डेमोक्रेटिक जुनसुकै तपाईँ आइडियोलोजीको हिसाबले यही गर्नुहोस् भन्न सकिएन, तर कम्तीमा जिम्मेवार र जवाफदेही पार्टी निर्माणको प्रक्रिया जुन विघटन र अवरुद्ध भएको थियो, कुनै बेला जानेर या नजानेर हामी त्यसमा सहभागी थियौँ। अब पार्टीहरू निर्माणको प्रक्रिया नै सबैभन्दा पहिलो प्राथमिकता रहेछ। पार्टीमा कस्तो पार्टी भन्दा सबैभन्दा पहिले त कम्युनिस्ट पार्टी, वामपन्थी पार्टी, जसले आज समाजका पितका, जनजीविकाका, राष्ट्रियताका, नागरिक जीवनका सारा कुरा, यी मुद्दाहरूलाई हामीले ओझेलमा पारिरहेका छौँ। त्यही ओझेलमै पारेको कारणले अरू मान्छेले अरू हिसाबले मुद्दाहरू उठाइरहेका छन्। अरूले उठाएका मुद्दा हामीले आफू विरुद्ध ठानिरहेका छौँ, सम्बोधन गर्ने कोसिस गरिरहेका छैनौँ। जसले गर्दा जब नागरिकका आवाजहरू, नागरिकका मुद्दाहरू छायामा पर्छन्, त्यति बेला पार्टीहरू भन्ने चिज चाहिँ संयन्त्र मात्रै बन्छन्। मान्छेको जीवनमा जीवन्त धान्ने पार्टी बन्दो रहन्छ भन्ने कुरा हो। त्यसैले पार्टीहरू व्यापक पुनर्गठन, व्यापक लोकतान्त्रिकरण र पार्टीहरू निर्माण गर्ने कुरा चाहिँ एउटा निश्चित विधि र मूल्य मान्यताकै आधारमा पार्टी निर्माण गर्ने कुरा नै सही रहेछ। जति बेला हामीले नेकपा एमालेबाट विद्रोह गरेर छोड्यौँ, त्यही बेलादेखि हामीले अभ्यास गरेका कुनै पार्टीमा लोकतन्त्रको प्रत्याभूत चाहिँ नभएको कुरा हामी हेर्न देख्न सक्छौँ। त्यसकारणले पार्टी विभाजनले पनि लोकतन्त्र सक्यो आन्तरिक, पार्टी एकताले पनि आन्तरिक लोकतन्त्र सक्यो। अब गुमेको लोकतन्त्र, गुमेको साखलाई हामीले कसरी पुनर्जागृत गर्ने भन्ने कुरा छ। यद्यपि हाम्रो हातमा त आज पार्टी पनि छैन। फेरि एउटा 3 लाख सानसुनको पार्टी थियो हाम्रो, आज त्यो पार्टी पनि छैन। अनि पार्टी छैन भने के गर्छौँ त भन्दा हामीले विचार र सिद्धान्त मिल्नेसँग हामी पार्टीमा हामी एकताबद्ध हुने नै हो। किसान दाइले त फोरकास्ट गरिहाल्नुभयो, एकताबद्ध हुने नै हो। त्यसो गर्दा हामीले कम्तीमा रूपान्तरित हिसाबले हामी जाउँ, हामी पनि रूपान्तरण हुन आवश्यक छ भन्ने कुरा छ। र अहिले हामीले यति पज गरेर हाम्रो यात्रा अवरुद्ध छ, हाम्रो पार्टी विघटन भएको छ। नयाँ बाटोका लागि हामीले केही कुरा देशैभरि नेकपा एकीकृत समाजवादीका नाममा सङ्गठित हुनुभएका वडा तहदेखि केन्द्रीय कमिटीसम्म, विभिन्न जनसङ्गठनदेखि जनवर्गीय सङ्गठनसम्मका सबै साथीहरूलाई एकताबद्ध भएर हामी उभियौँ। आजको दिनमा यहाँ उभियौँ। यहाँ उभिएर हामीले हाम्रो नेतृत्वमा भयङ्कर ठुलो पार्टी बनाउँछौँ भन्ने कुराको घोषणा या दाबी गरिरहेका छैनौँ, किनकि त्यो वास्तविकतामा आज समाज छ कि छैन भन्ने कुरा तपाईँहरूले नै भन्नुहुन्छ। यदि यो वास्तविकता हो भनेर तपाईँहरूले भन्नुभएछ भने सोच्ने कुरा होला, तर हामीलाई आज यो लागिरहेको होइन। त्यसकारण समाजवादी पार्टीमा सङ्गठित हुनुभएका सबै साथीहरू हामी जहाँ हुनुहुन्छ आज हामी, किनभने यो एउटा सन्देश पार्टीविहीन भयौँ नि त। अब यसको 1 घण्टा पछि पार्टी विघटन भइसकेपछि हामी पार्टीविहीन मान्छेहरू के गर्छौँ त भन्ने सन्दर्भमा देशैभरिको साथीहरूको लागि, कमरेडहरूको लागि एउटा एकमुष्ट सन्देश हामीले दिनुपर्छ भनेरै आयोजना गरेको। हामी जहाँ जहाँ छौँ एकपटक पज गरौँ, हामी उभियौँ, बाटो अवरुद्ध छ, हामीले एकदम राम्रो दृष्टिगोचर गरौँ र क्षितिज पारी उज्यालो छ भन्ने कुरा देखेरै हामीले सामूहिक फेरि पाइला अगाडि बढाउनेछौँ। त्यो बाटोबाट जाउँ, देशैभरिका साथीहरूलाई विचलित नहुनुहोस्। समाज व्यवस्था भत्किएपछि हामी पार्टीमा विभाजन गरेका थियौँ, पार्टी भत्कियो, परिवार भत्कियो, अहिले सब चिज भत्किएको छ। यो भत्किएको बेला हामीले निर्माण गर्ने हो। निर्माण गर्नको लागि नयाँ सङ्कल्प, नयाँ विचार, नयाँ सोच चाहिन्छ र त्यसको आधारमा हामीले फेरि सबै नयाँ बनाउँछौँ पनि होइन। जेनजी विद्रोहपछि नयाँ भन्ने चिजले पनि हामीलाई देखाइसकेको छ कि नयाँ भन्ने चिजै केही रहेन, त्यो पुरानोको व्युत्पत्ति नै हो।
त्यसकारण त्यसले पनि हामीलाई सिकायो। अब नयाँ भन्ने चिजको कमरेड बाबुराम भट्टराईले नयाँ भन्दै नयाँ पार्टी, नयाँ विकल्प, नयाँ भन्दै भन्दै नयाँ पार्टी बनाउनु भयो। उहाँको नयाँलाई पनि दुनियाँले स्वीकार गरेन। भने जस्तो आज नयाँ भनेर एकै दिनमा तरक्की गरेका विद्रोही साथीहरूले पनि नयाँ आन्दोलन पुनर्गठन गरेर जानको लागि आफै जेनजी साथीहरू पनि त्यति तयार भइ नरहेको उहाँहरू पनि अलमलमा परिरहनु भएको छ। म सबै जेनजी साथीहरूलाई, जेनजी चाहिँ के हो भने यो उमेर समूह हो, यो पुस्ता हो। तपाईको पुस्ताले आफै पार्टी निर्माण गरेर नेतृत्व गर्न सक्नुहुन्छ भने तपाईँ गर्नुस्, सक्नुहुन्न भने तपाईँ विचारधारा अनुसारको दलहरूमा हस्तक्षेप बढाउन आवश्यक छ। तपाईले विद्रोह गर्नुभयो, जेनजीको आन्दोलन हस्तक्षेप गरेर 4 पुस्ता माथिको मान्छेले नेतृत्व गर्ने जे अवस्था भयो, यो घटनाबाट पनि ज्यादै मर्माहत छु म। जसले गोली खाए, जसले परिवार गुमाए, त्यसमाथि अरूले नै लाभ लिने जुन अवस्था बनिरहेको छ, त्यसकारण जेनजी साथीहरू पनि सम्हाल्यौं, हामी सम्हालेर अगाडि बढौं। आजको दिनमा राजनीतिक दलमा आबद्ध भएकै कारणले पनि म के भन्छु भन्दी जेनजी विद्रोहको 24 गतेको घटनाका प्रति पश्चाताप बाहेक मसँग बदलाको भाव छैन। जानेर या नजानेर जंगलमै डढेरो लाग्ने बेलामा कुन बिरुवा डढ्ने र कुन बिरुवा नडढ्ने भन्ने हुँदैन, कुन चराका गुण डढ्ने र कुन चराका गुण नडढ्ने भन्ने हुँदैन। डढेलो लाग्यो, हामी सबै प्रभावित भयौं। मेरो तर्फबाट, हाम्रो तर्फबाट त्यो घटनालाई म चाहिँ माफी दिन चाहन्छु राजनीतिक हिसाबले। तर फौजदारी अभियोगमा प्राइभेट सेक्टर जसले सुरक्षाको प्रत्याभूतको माग गरेको छ, राज्य तपाईहरूले अर्काको निजी सम्पत्तिमाथि, सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नेलाई विद्यमान कानुन अनुसार कारबाही गरेर यो नागरिक समाज, प्राइभेट सेक्टर, इकोनोमीको ड्रिभन फोर्स उहाँहरूलाई चाहिँ तपाईहरूले विश्वस्त चाहिँ गराउनुपर्छ। हामी राजनीतिक मान्छे भएको भएर माफी गरे। यदि यो बदलाको श्रृङ्खला सुरु गर्यौं भने हामीले अफ्रिकी देशहरूमा देखिन्छ नि कम्युनिटी फायर हुने, एक प्रकारको गृहयुद्धमा मुलुक जाने जे देखिरहेका छौं नि, त्यो ठाउँमा हामी पुर्याउन चाहन्नौं। त्यो घटना थियो र हामी बिर्सिन चाहन्छौं। र नेपालीको धेरै राम्रो बानी पनि छ, हामी बिर्सिन्छौं पनि र बिर्सिनु राम्रो हुन्छ, धेरै कुरा सम्झना गर्नु पनि हुँदैन। त्यसैले आज पार्टीहरूको लोकतान्त्रिकरण, पार्टीहरूका मुद्दा र त्यसको आधारमा समाजलाई रूपान्तरण गर्ने सन्दर्भमा हामीले गरेका प्रणालीगत त्रुटिहरूलाई सच्याउँदै अगाडि जाने कुरा आजको आवश्यकता हो। यसमा हामीले फेर्नुपर्ने धेरै चिज छ। रोजगारी मासिएका छ, रोजगारी कसरी सिर्जना गर्ने? आज जेनजी साथीहरूले पनि रोजगारी कसरी सिर्जना गर्ने भन्दा बाँसबारी छाला जुत्ताले भन्नुहुन्छ। तर त्यसो पनि हो कि होइन? आजको दुनियाँमा आजको बेरोजगारीको समस्या वर्ल्ड वाइड समस्या हो। आज हाम्रो शिक्षाले हामीले विदेशमा चाहिने जनशक्ति बनाइदिएका रहेछौँ। आज हामी जति परनिर्भर भयौं, हाम्रो निर्वाहमुखी गुजारामुखी कृषिबाट हामी अब बाहिर जब डिपास्टर भयौं, हामीले रोजगारीको बजारै सिर्जना गरेनौं ताकि हाम्रो अर्थतन्त्र असाध्यै परनिर्भर बन्दै गयो। यी जम्मै चिजले हामीलाई खुट्टाले टेक्नुपर्ने, आँखाले हेर्नुपर्ने र ठम्ब्याउनु पर्ने ठाउँमा आएको छ। यो विद्रोह जेनेरेसनले एकसाथ गरेको विद्रोह, योबाट हामीले सकारात्मक रूपमा यसका हरेक चिजहरू, यसका हरेक डार्क साइडहरूलाई हेरेर सकारात्मक हिसाबले लिएर राजनीतिक दलहरूलाई पुनर्गठन गरेर अगाडि जाउँ। विभाजनले शक्ति आर्जन गर्छ भन्ने कुरा चाहिँ शक्ति आर्जन गरेर झन् ध्वस्त गर्छ। हामीले कुनै बम बारीका थुप्रै उदाहरणहरू दिन सक्छौं साइन्टिफिक हिसाबले, तर त्यसो होइन। समाजलाई बम बारीले छिया पार्ने होइन, समाजलाई पुनर्गठित गर्न आवश्यक छ। विभाजनले कहिले पनि शक्ति आर्जन गरेन, एकताले पनि कहिले लोकतन्त्रलाई जोगाएन। त्यसकारण एकताका शर्तहरू र विभाजनका शर्तहरूमा चलाखीपूर्ण समाजशास्त्रका नियममा बसेर मान्छेका मनोविज्ञानमा टेकेर र अगाडि जाने मार्गको बारेमा, गन्तव्यका बारेमा हामी क्लियर भएर हावा चलेको आधारमा चङ्गा उडाउन बसेको रमिते जस्तै होइन कि एउटा ककपिटमा बसेको बोइङ चलाउने पाइलटले जस्तै गन्तव्यलाई दृष्टिगोचर गरेर हामीले हाम्रो यात्रालाई अगाडि बढाउने हो, बढाउनुपर्छ। त्यही बाटोतर्फ जान्छौं र सबै संस्थागत पार्टीहरूमा आज उथल पुथल र विभाजनको जे अवस्था छ, हामी यही सन्देश दिन चाहन्छौं कि विभाजनले किमार्थ शक्ति दिएन, त्यसकारण नमिल्नेहरूको एकताले पनि काहीँ शक्ति दिएन।
त्यसकारण मिल्नेहरू, विचार, सिद्धान्त, इतिहास, दृष्टिकोण मिल्नेहरू नै मिल्नुपर्छ। ती केही पनि नमिल्नेहरूलाई क्षणिक लाभको आधारमा एकता गरिनु हुँदैन। र आज पार्टीभित्रका आन्तरिक लोकतन्त्रका सानातिना कुराहरूबाट हामीले पार्टी कमजोर बनाउने काम गर्यौं भने सेप्टेम्बर 8 जस्ता घटनाहरू श्रृङ्खलाबद्ध आउने सम्भावना छ। त्यही कारणले म यो हामी सबै मिडियाको कर्मी साथीहरू, नागरिक जीवनका हामी सबै मान्छेहरूले हामीले यस्तो कुरालाई प्रोभोकिङ नगरौं। आज हेर्नुस् त, हामी देश जलाएर खरानीको भागभण्डा गर्ने र त्यसमा सुख साट्ने कुरा जे बनिरहेछ यो दुखान्त हो। र यो दिन फेरि नआओस् भनेर हामीले जिम्मेवारीपूर्ण ढङ्गले स्टेप लियौं। मैले यही आग्रह गर्न चाहन्छु र यस्तो गर्नु नि त भनेर पनि हामीले भने हो खासमा, किनकि प्रेस मिट हो। त्यस कारणले सबैभन्दा पहिले त उपस्थित पत्रकार साथीहरू अनि हाम्रो यो ड्यासमा उपस्थित हुनुभएका नेता साथीहरू, हामीलाई हेरिरहनुभएका सबै पार्टी सम्बद्ध हाम्रा शुभचिन्तक, सबै आदरणीय मित्रहरू, यहाँहरू सबैलाई हाम्रो हार्दिक अभिवादन छ। हतार यो पत्रकार सम्मेलन किन गर्यौं भन्ने कुरा पनि मनमा लागिरहेको होला। नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरूमा हामी एउटा अभियान, भयङ्करै अभियान चल्छ भन्ने विश्वासका साथ हामी लागेका थियौं। एक हिसाबले त्यो अध्याय आजदेखि समाप्त भएको छ। हाम्रो 4 वर्ष करिब भदौ 1 देखि असोज कार्तिक 4 वर्ष 3 महिनाका दिनहरू कसरी बितिरहेका थिए, 2.5 महिना भन्ने सन्दर्भमा पनि एउटा जानकारी, हामीले के अनुभूति गरेका थियौं भन्ने कुरा पनि तपाईहरुको बीचमा हाम्रा शुभचिन्तकहरू, हाम्रा मतदाताहरू, हाम्रो अभियानमा सँगै हिँडिरहनुभएका साथीहरू सबैलाई एकपटक भनेर हाम्रो अध्याय टुङ्गिएको छ भन्ने जानकारी गराउँ भन्नको लागि। जब राजनीतिक बाटो अवरुद्ध हुन्छ, राजनीतिमा या हर चीजमा भौतिक हिसाबले हिँडिरहेको बाटो पनि जब अवरुद्ध हुन्छ, त्यति बेला अवरुद्ध बाटो कसरी अगाडि बढ्ने भन्नको लागि पनि बाटोमा उभिनुपर्छ, यात्रालाई पज गर्नुपर्छ र त्यसपछि उपयुक्त मार्ग प्रशस्त गरेर यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। त्यही कारणले हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटन सँगसँगै हाम्रो टुङ्गियो। हाम्रो राजनीतिमा समाज रूपान्तरणको लागि सुखी नेपाली समृद्ध नेपालको एउटा राष्ट्रिय संकल्प थियो। त्यति बेला सरकारले हामी समेत भएको, हामी पार्लिमेन्टमा भएको, हामी समेतले बनाएको, सरकारले लिएको यी अभियानहरू हामी फरक बाटोबाट पनि पूरा गर्न सक्छौं भन्ने संकल्पले नै हामी नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा आएका थियौं। त्यो पार्टीको यात्रा टुङ्गिसके पछाडि अब यो हाम्रो पजको अवस्था हो। हामी भित्र पनि थुप्रै आइडियाहरू छ, हामीसँग पनि थुप्रै साथीहरू हुनुहुन्छ, तर हामी किन यो गर्यौं त भन्दा यसको 1 बजे पछाडि त हाम्रो पार्टीको औपचारिक घोषणा हुनेछ, यसका विस्मृतिका केही चीजहरू पनि तपाईहरुलाई भनौं भनेर हाम्रो यो जमघट हो। यहाँ अरु हाम्रो ठूलो घोषणा केही पनि छैन। अब हामी कसरी अगाडि बढौँला भन्ने कुराका सन्दर्भमा तपाईहरुले राखेका तमाम प्रश्नहरूका उत्तरहरू तपाईहरु आफैले कति ठाउँमा खोजी पनि सक्नु भएको छ भन्ने भनिरहनु पनि परेन। समाजवादी पार्टी एउटा त्यस्तो अवस्थाबाट निर्माण गर्यौं जुन बेला दलभित्रका आन्तरिक लोकतन्त्रहरू खुम्चिरहेका थिए, जनतामा भरोसा थियो, तर त्यो भरोसालाई हामीले डोराउन सक्छौं होला भनेर हामीले पार्टी निर्माण गरेका थियौं। तर समयक्रमले यहाँ ल्यायो कि यो पार्टी विसर्जनको ठाउँमा पुग्यो। त्यो यात्रामा कमरेड माधव कुमार नेपाललाई निर्वाचन आयोगतिर जाँदै गर्दाको एउटा दृश्यलाई बिम्बात्मक हिसाबले लिएर धेरै मान्छेले ममाथि प्रश्नहरू गर्नुभयो कि नेकपा एमाले विभाजनको लागि तिमी प्रमुख पात्र हौ भनेर। त्यो एउटा बिम्ब थियो, त्यो सत्य पनि थियो एक प्रकारले, तर म चाहिँ त्यति प्रमुख थिएँ कि थिएन इतिहासका कालखण्डमा हेर्दै जानु पनि पर्छ। अनि त्यो फोटो र त्यो तपाईहरुले बनाएको बिम्बले चाहिँ एउटा अध्यायको अन्त्य नगरी अर्को अध्यायमा अगाडि बढ्नको लागि हामीलाई बाटो दिएकै थिएन। यो यात्रा अवरुद्ध छ भन्ने कुरा हामीले धेरै पहिले थाहा पाएका थियौं। यो बाटो हामी गलत बाटो हिँडिरहेछौं भन्ने कुरा पनि थाहा पाएका थियौं, तर त्यसलाई करेक्सन गर्नको लागि हामीसँग केही हाम्रा जिम्मेवारीहरू थिए, लियाबिलिटी थियो। हामीले केही बोलेका थियौं, केही गरेका थियौं, केही हाम्रो कारणले केही चीजहरू भएका थिए। त्यसकारणले त्यो यात्रा हामीले बिचैमा टुङ्गाउन सक्ने थिएनौं। आज टुङ्गिएको छ र यस सन्दर्भमा चाहिँ एक प्रकारको खुसी नै छौं भन्ने लाग्छ मलाई।
हामीले पार्टी विभाजनको बेला चाहिँ संविधानमाथि सङ्कट आयो, लोकतन्त्रमा सङ्कट आयो, त्यसको रक्षाका लागि हामीले यो गरेका छौँ भनेका थियौँ। यद्यपि हामी निर्वाचनमा गयौँ, हामीलाई जनताले अनुमोदन त गर्नु भएन, तर हामीले हाम्रा जोर जबरजस्ती धेरै चिजहरू हामीले भन्दै पनि आयौँ। अब यो यात्रा टुङ्ग्यो। तर आज सेप्टेम्बर 8 र 9 को जेनजी विद्रोहका घटनाहरू पछाडि र त्यो जेनजी आन्दोलनको पृष्ठभूमिमा जे कुराहरू भए त्यसको प्रकारान्तरले समाजमा एक प्रकारको सामाजिक निराशा सिर्जना गर्ने काममा दल विभाजन र दल बदलका प्रक्रियाले हामीहरूले पनि केही कुरा भूमिका गर्यौं कि भन्ने कुराका प्रति हामी पनि क्षमा चाहन्छौं। किनभने हामीलाई धेरै मान्छेले भरोसा गरेका थिए एउटा छुट्टै क्रान्तिकारी एउटा विद्रोही पार्टी निर्माण हुन्छ, त्यसको वरपर थुप्रै शक्तिहरूलाई हामीले गोलबन्द गर्नेछौँ भन्ने कुराको विश्वास पनि थियो। तर हामी त्यो बाटोतर्फ लागेनौं। त्यसपछि थुनिएको खोलाले निकास खोज्छ भने जस्तो समाजमा उकुसमुकुस भएका विभिन्न बाटोहरूले विभिन्न पार्टीमा दलमा विभाजन हुने, चुनावमा भाग लिने प्रक्रिया त जारी रह्यो, तर पार्टीहरूमा पनि आफ्नो अर्थपूर्ण उपस्थिति देखाउन नसक्ने पुस्ताले पनि ठूलो विद्रोह गर्यो। त्यसकारण त्यो विद्रोहको सन्दर्भमा शहादत प्राप्त गर्नुहुने सबै मित्रहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न पनि चाहन्छु यो सन्दर्भमा। तर जेनजी विद्रोहले के गर्यो र के गरेन भन्दा हाम्रा समाजका सबै अवयवहरूलाई, सबै संरचनाहरूलाई हल्लायो र हामीलाई यस्ता थुप्रै प्रश्नहरू छोडेर गयो। हामीले पहिले पनि भनेका थियौं कि हामी सच्चिने र सकिनेको दोसाँधमा छौं भनेर। यो थाहा पाउँदै पनि हामीले धेरै कुरा अर्थपूर्ण समाजमा योगदान गरिरहेका थिएनौं। त्यसैले यो जेनजी विद्रोहले हाम्रो लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठायो, हाम्रा राज्यका अङ्गहरूमाथि प्रश्न उठायो। प्रश्न मात्रै उठाएन, नराम्ररी हल्लायो। हरेक नागरिक जीवनमाथि प्रश्न उठायो, प्रत्येक नागरिकका बारेमा प्रश्न उठे, समाजका बारेमा प्रश्न उठे, दलहरूका बारेमा प्रश्न उठे र नराम्ररी सबै चिज हल्लिएर त्यसको जवाफ कसले दिने हो भन्ने कुराको आज पनि उत्तर चाहिँ छैन। हामीले जुन लोकतान्त्रिक प्रणाली, जुन राज्य व्यवस्था निर्माण गरेका थियौं त्यसको जवाफदेहिता कोसँग छ? म पोलिटिकल साइन्सको पनि स्टुडेन्ट, हामीले हेर्दाखेरि के हुन्थ्यो भने हरेक नागरिकमा जवाफदेहिता छ राज्यप्रतिको। राज्य कसरी निर्माण हुन्छ, राज्य निर्माणका शर्तहरूमा नागरिकहरूले के कुराको अपेक्षा गर्छन् र राज्यमाथि आफ्नो शासनलाई स्वीकार गर्छन् भन्ने कुराका बारेमा राजनीति शास्त्रमा थुप्रै सिद्धान्तहरू, थुप्रै विचारहरू छन्। तर यसरी उद्गम भएको, यसरी विकास भएको राज्य संयन्त्रमा भदौ 23 र 24 गतेको जेनजी विद्रोहको क्रममा त जवाफदेहिता यो राज्य प्रणालीमा जम्मा एकजना मान्छेमा, एकजना व्यक्तित्वमा, एकजना पदमा मात्रै केन्द्रित गरेको त होइन भन्ने कुरा देखायो। किनभने हेड अफ द स्टेट मात्रै यसको जवाफदेही हुने र अरू कोही नागरिकहरू जवाफदेही नहुनुपर्ने, कोही सङ्घ संस्थाहरू जवाफदेही नभइरहे पनि हुने जस्तो अवस्था सिर्जना भयो। सम्झिनुहोस् 24 गतेका बिहान 9, 10, 11 बजेदेखि राति 10 बजेसम्मका हाम्रा करिब 12 घण्टाका दिनहरू कस्ता थिए भनेर। हामी आफैले कसैका अनुहार चिन्दैनथ्यौं र यो अनुहार फेरि पर्दामा, सिसामा अथवा कुनै रिलमा अथवा कुनै ठाउँमा अथवा कुनै भिजिबल हिसाबले कोही मान्छेले चिनेको छैन, ताकि सबैका आँखा छोपिएका छन् र हाम्रो तस्बिर चित्र कहीँ भेटिने छैन भनेर हामी एक अर्काको विरुद्ध जसरी परे भयौं